सभामुख महोदय, यो 79 मा सम्पन्न निर्वाचन पछिको यो 6औं अधिवेशन हो। यो बर्खे अधिवेशन, बजेट अधिवेशन। अब अहिले के देखिन्छ मुलुकमा भने, हामीले जसरी यो लोकतन्त्र गणतन्त्रलाई नेपालमा चाहिँ स्थापना गर्यौं, यो माथि चौतर्फी चाहिँ हमला छ। अब सत्ताधारी साथीहरूकै कारणले हो भन्छु म। यो 46 सालमा आन्दोलन भयो। 46 सालका आन्दोलनका दोषीहरूलाई कारबाही गर्न आयोग बन्यो। त्यो प्रतिवेदन त्यसै फालियो। ती अपराधीहरूलाई कुनै कारबाही भएन, बरु उल्टो प्रमोसन भयो। 62-63 सालमा गएर संवैधानिक राजाले सत्ता कब्जा गरे। त्यसपछि जनताको ठुलो सङ्घर्षबाट राजतन्त्र हट्यो, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता हामीले स्थापना गर्यौं। अब अहिले त्यही लोकतन्त्र गणतन्त्रमाथि चाहिँ ठुलो चाहिँ आक्रमण छ। यो आक्रमण हुनुको पछाडि मैले पहिलो अधिवेशनै भनेको थिएँ, र यो गणतन्त्र राजतन्त्रको मातहतमा सत्ताको रसास्वादन गरेका देशमा चाहिँ रजाएकाहरूले त त्यो खोजिरहन्छन्, तर चाहिँ लोकतन्त्र गणतन्त्रको लागि लडेकाहरूको चरित्र, त्यसका कारणले पनि जनता आज रुष्ट छन्। हेर्नुहोस्, भ्रष्टाचारको चाहिँ चरम सीमामा पुगेको छ भ्रष्टाचार। तर ती भ्रष्टाचारीहरूलाई सत्ता र शक्तिमा बस्नेहरूबाटै संरक्षण छ। अब कसरी चाहिँ यो चाहिँ व्यवस्था रहन सक्छ? त्यसकारणले मैले के सुझाव दिन्छु साथीहरूलाई भने, अहिलेको सबभन्दा ठुलो समस्या हामीले जसरी चाहिँ लोकतन्त्र गणतन्त्रलाई त्यत्रो ठुलो लडाईँ गरेर हामीले प्राप्त गर्यौं, यो माथि कालो बादल मडारिएछ एउटा कुरा। त्यसका पक्षमा हाम्रो बीचमा जतिसुकै मतभेद भए पनि यो लोकतन्त्र गणतन्त्र रक्षा गर्ने कुरामा हामी एक ठाउँ हुनुपर्छ। शिक्षकहरूको जो आन्दोलन छ नि, यत्रो दिनसम्म ती शिक्षकहरूले त लोकतन्त्र गणतन्त्रको लागि हामीलाई साथ दिएका हुन् त। म आफै पनि 7 वर्ष शिक्षक भएर लोकतन्त्र गणतन्त्रको पक्षमा जनता बीचमा काम गरेको हुँ। अब अध्यादेशबाट आफूलाई चाहिने 5 वटा विधेयक तपाईले पास गर्नु हो नि। त्यो शिक्षा विधेयक तपाईले पास गर्ने किन सक्नु भएको छैन भने 3 चोटि त उनीहरूसँग सम्झौता गर्नुभएको तपाईले। आन्दोलनकारीहरूसँग सम्झौता गर्ने, त्यसपछि चाहिँ त्यो कार्यान्वयन नगर्ने। यसो गरेपछि चाहिँ जनताले तपाईलाई हामीलाई फेरि मान्छन्। यो देशको अस्तित्व नै राख्ने भने सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्ने, सम्झौतालाई कार्यान्वयन नगर्ने। 46 सालको कुरा भन्नुस्, 62-63 सालको कुरा भन्नुस्। अब यसपालि पनि तपाईहरुले चाहिँ जसरी पनि शिक्षा विधेयक पास गरेर ती हजारौं चाहिँ शिक्षकहरू चाहिँ सडकमा छन्। चारैतिर यो गणतन्त्र लोकतन्त्रमाथि जुन व्यापक हमला आक्रमण भइरहेको छ, यसमा हामी सबै मिलेर मात्रै होइन, हामी आफूले चाहिँ भ्रष्टाचार गरेका छौं। हामीले आफूले चाहिँ लोकतन्त्र गणतन्त्र विरोधी आचरण गरिरहेका छौं भने जनतालाई कसरी तपाईले सम्झाउन सक्नुहुन्छ? आफ्ना साथमा भएका आफ्ना मान्छेले भ्रष्टाचार गरे पनि लुटे पनि त्यसलाई केही नहुने, त्यसभन्दा बाहिरकालाई कारबाही हुने भए त जनताले हेरिरहेको छ नि। त्यस हुनाले मैले यो चाहिँ अधिवेशन अब बजेट अधिवेशन हो, मैले धेरैचोटि भनिरहेको छु। अब बजेटमा चाहिँ सबैको चाहिँ बराबर चाहिँ एउटा वितरण हुनुपर्छ। जो फान्से छ उसैले चाहिँ ठुलो चाहिँ रकम लैजाने, जसको चाहिँ तागत छैन उसले हेरे भयो भने त्यो पनि राम्रो हुन्न। कतिचोटि भन्ने, कतिचोटि तपाईँहरूलाई घोचिरहने। त्यसकारणले अब त हामीले पनि चाहिँ महसुस गर्नु पर्यो नि, हाम्रै कारणले लोकतन्त्र सकियो, गणतन्त्र सिद्धियो, धर्मनिरपेक्षता सिद्धियो भने त्यसलाई हामीले कसलाई दोष लाउँछौँ? त्यसकारणले हामी नै जवाफदेही हुन्छौँ। त्यसकारणले फेरि पनि साथीहरूलाई म अनुरोध गर्छु र हाम्रो तपाईँ चाहिँ बीचमा जतिसुकै मतभेद भए पनि
लोकतन्त्र गणतन्त्र धर्मनिरपेक्षता जोगाउनको लागि हामी फेरि पनि एकढिक्का हुनुको विकल्प छैन। भ्रष्टाचारका विरुद्धमा हामीले खुलेर संसदमा बोल्दै आएछौँ र भोलिका दिनहरूमा पनि भ्रष्टाचारीहरूसँग राष्ट्रिय जनमोर्चाले चाहिँ सहमति चाहिँ हुन सक्दैन, त्यसको विरुद्धमा लगातार आवाज उठाउँछ। अन्तिममा हामीले यहाँ चाहिँ सबभन्दा समस्या अहिले चाहिँ परदेशले भएको छ। परदेशले भएछ, जहाँ परदेश भएका ठाउँमा पनि बाँस पुल तर्नलाई 20 रुपियाँ तिर्नुपर्ने जनताले। सङ्घीय प्रणाली ल्याएपछि स्विजरल्यान्ड बनाउँछौँ भने होइन तपाईँहरूले। महतो र सिरामा एउटा बाँस पुल छ, एकचोटि तर्नलाई 20 रुपियाँ तिर्नुपर्ने नेपाली जनता। त्यही हो तपाईँहरूले सङ्घीयता ल्याएर चाहिँ यो उसलाई स्विजरल्यान्ड बनाएको नेपाल। त्यस कारणले फेरि पनि मेरो सुझाव के हो भने परदेश हामीले धान्न सक्दैनौँ। लाज घिन नमानिकन संविधान संशोधन गरेर परदेश खारेज गर्नुपर्छ, हटाउनुपर्छ। धन्यवाद।